पोखरा आउँदा यहाँ आउने सोचमा हुन्छ भने चाहिँ म चाहिँ नआउनु नै भन्छु। मलाई देखाइदियो भाइले त बस्छ बस्छ। हामी चाहिँ अब चाहिँ होइन अब हामी पारी जाँदैछौँ। भाइ मेरो साथमा छ। यस्तै छ जिन्दगी। आधा घन्टा कुरेर बल्ल बल्ल बोर्ड पाइयो हो कि नै। देखा आपने लापरवाही का नतीजा है। भ्यू चाहिँ राम्रो छ यहाँको। पानी सिधै त्यहाँ पुलिस भेटौँ। म त हेर साइलिरीमै गाउँबाट आएको देखा थिएन केटीले पाइन्ट लाएको। बल्ल बोझे लाइफ ज्याकेट किनिदिएको भनेर कहिले यता ढल्किन्छ कहिले उता ढल्किन्छ। तपाईँहरू जेसुकै गर्नुहोस् होइन, तर यो गुगल म्यापको भरोसा चाहिँ नगर्नुहोस् है। यहाँ आएर फेवाताल जाने भन्दै पुम्दीकोट पुऱ्याइदियो। यो वाट्सएप एभ्रिवान, हामी चाहिँ आज पोखरा जान लागेको होइन। अनि किन र के गर्न जान लागेको चाहिँ हामी अगाडि भन्छौँ है त। भाइ भन् त हामीसँग के भयो आज? अब पोखरा जाने काठमाडौँ जाने भनेर एउटा गाडी चढेको, आधी घन्टा जति कुराइदिएर गाडी नै नजाने भनिदियो। अनि अर्को गाडी स्विच गरेँ, त्यसमा पनि सुड्डोले कुदाउँदै कुदाउँदैन। यहाँनिर 8 बजे चढ्नुपर्ने गाडी 7 यहीँ बजिसक्यो। अब काठमाडौँ कतिखेर पुग्ने कतिखेर चढ्ने, खराब भयो भने यो कुदाउँदैन यो सुड्डो फेरि। कहाँ जानु भाइ? पोखरा के गर्न? घुम्न। एक्सप्लेन गर्दा त किन जानु लाग्यो? भाइ टिका पनि लाउनु जानु लाग्यो, घुम्न पनि जानु लाग्यो, चियारा नि त। अब चाहिँ खाजा खाने ठाउँमा आइपुग्यौँ। खाना खाजा यस्तो छ ठाउँ चाहिँ। यहाँ बस्नुपर्ने छ खानाहरू। अब एकछिन रोक्नु ल। आइपुग्यो है। यस्तो छ खाजा चाहिँ। बाहिरको भ्यू नि हेर्न सक्नुहुन्छ, राम्रो छ। तलतिर खोला जस्तै छ है। त्यहाँनिर घर छ, टक्क हिमालय कस्तो ब्युटिफुल छ है। लभली छ। अब तातो समोसा र तरकारी छ, तातो चेराइन्छ। खाजा उद्या हो खोइ हेर गाडी चाहिँ उयो हो हेर्नु है। यो ब्लू कलर के हो, यो सियान कलरको गाडी चढ्ने त होला नि कि अरू बस्ने त्यहाँ। अक्क भ्यू चाहिँ राम्रो छ क्या यहाँको। लभली छ, राम्रो छ। यहाँ त्यहाँनिर हिमाल छ। त्यहाँनिर चाहिँ के हो लामो के हो त्यो लामो त्यो कस्तो भर्याङ टाइपको के छ होइन, त्यो चाहिँ के हो थाहा पनि। अब फ्याक्ट्री के को फ्याक्ट्री हो त्यो, भट्टी टाइपको के नि छ, त्यो चिम्नी टाइपको। तँलाई खाना कस्तो लाग्यो? खाजा कस्तो मिठो लाग्नु आयो। हल्दी कति मन परेन? खासै मनै परेन। पत्थर
अहिले चाहिँ बेनीघाट कहाँ लेखेको थियो बेनीघाट जस्तो लाग्यो बेनीघाट पुगेछौँ अझै कति लाग्ने हो भर्खर मलिखु कटेको अझ कति बेर लाग्ने हो खाना खाइसकेको अब खाइसक्यो मैले खाना कस्तो लाग्यो मिठो लाग्यो अब कस्तो लाग्यो मिठो लाग्यो ठिकै थियो मलाई चाहिँ खत्तमै लाग्यो सक्नु चाहिँ सकेँ मैले होइन हेरौँ दिदी चाउमिन ल्याइदिनु न यत्रो भात हँसुरो पनि चाउमिन जति खाने नअगाउने प्राणी यही हो खालिस भने चाहिँ तैँले लात खान्छस् गर्मी एसी खोल्दा नि कस्तो एउटा हुन्छ सिधै त्यहाँ पुइसे भेटौँ ल कहाँ आइपुग्यो पोखरा यो केही छ त तेरो एक्सपिरियन्स कस्तो भयो आउनुको रमाइलो थियो हो पोखरा आयो रेडी हुँदैछ कहाँ लाएर भयो हामी अब फेवाताल जानला फेवाताल हिँडेको आइन्छ घरबाट होइन अब जाने फेवातालतिर अनि कतापट्टि हो त्यो थाहा छैन होइन कतापट्टि यतापट्टि यता हो कता यता कता यता देखाएको छ देखाएको
तपाईहरु जेसुकै गर्नुहोस् हैन तर यो गुगल म्यापको भरोसा चाहिँ नगर्नुहोस् है नआएर फेवाताल जाने भन्दै पुम्दीकोट पुर्याइदियो तलतिर रहेछ फेवाताल त हामी यत्रो उकालो चढ्यो टाइम मात्र वेस्ट फेवाताल आइपुग्यो बल्ल बल्ल हामी हराइसकेका थियौँ हैन तर पनि आइपुग्यौँ we found a way यो मात्रै होइन नि भाइ यार हैन मन्दिर खोइ त अनि हामी अलिकति उनै आइसक्यौँ जस्तो यार मन्दिर कहाँ छ त अनि हामी कहाँ आयौँ यो कुन चाहिँ उसमा आयौँ यो त हामी बोट रेन्ट गर्ने ठाउँमा आयौँ नि भाइ मन्दिरै छैन त अनि कि मन्दिरै हरायो खोइ त मन्दिरै छैन यहाँ यो त पार्क मात्रै जस्तो छ अंकल बोट चढेर मन्दिर जाने ठाउँ चाहिँ कहाँ हो मन्दिर ए यहीँबाट चढेर चाहिँ उता जाने हो यहाँबाट गयो भने सानोको 900 पर्छ ठुलोको 1600 1 घण्टाको ए यसमा 4 जना हुन्छ त्यसमा 8 जना 6 जना 7 जना कस्तो हुन्छ 2 जना चढे नि 900 हो 900 1 घण्टा जान 25 मिनेट आउन 25 मिनेट 10 मिनेट त्यहाँ वेट हुन्छ फोटो खिच्ने घुमेर अनि फेरि हेर्नु हुन्छ ए उताबाट चाहिँ छैन बोट छ उताबाट नि छ यहाँ बाटो भएर जाने हजुर माथि त्यसपछि त्यहाँ बीच बाटोमा टुटु बोट छ हजुर त्यो बायाँबाट तल झर्ने अनि त्यहाँबाट डाइरेक्ट जाने डाइरेक्ट आउँछ ए त्यहाँबाट चाहिँ बोटमा कति लाग्छ त्यहाँबाट एकजनाको 80 रुपैयाँ कि 100 रुपैयाँ लिन्छ ए जान र आउन मात्रै भयो ए के हुन पाएन ए मन्दिरमा घुम्ने मन्दिरबाट फर्केर आउनु ए घुम्न चाहिँ पाइएन हैन मन्दिर टक्क जाने अनि मन्दिर आउने यहाँबाट चाहिँ घुम्न पाइयो हैन यो सबै घुम्न पाइयो यहाँबाट चाहिँ जुन उताबाट चाहिँ हामी गयौँ भने पाउँदैनौँ र पैसा पनि कम लाग्ने भयो त्यही भएर हामी यता अहिले जाँदैनौँ आइपुग्यो तालबाराई आइपुग्यो है मतलब तालबाराई भन्दा चाहिँ फेवाताल अनि मन्दिर जाने अब चाहिँ हामी होइन पार्क हुँदैछ टिकट काउन्टर आइपुग्यो प्रथम डुङ्गा दौड 40,000 लाइफ ज्याकेट उकालो लाइफ ज्याकेट त चाहियो डुब्यो भने त गाह्रो पर्यो होइन लाइफ ज्याकेट लिने टक्क अनि जाने डुङ्गा चढ्ने ओहो लगाउँ न त कसरी लगायो हात छिराउनु न कहाँबाट ऊ हेर सबै बेबी लिला छ यहाँबाट छिराउनु न पख जान्दिन यहाँबाट लेफ्ट ह्यान्ड छिराउनु यहाँबाट राइट ह्यान्ड ए उल्टो लागेछु लाइफ ज्याकेट नै लगाइयो अब ड्राइभर भट्टा जाऊँ टिकट लिने त यता देखा न लाइफ ज्याकेट
denk best dat ze een hoger kunnen pakken. लाइफ ज्याकेट लाए त डुबिन्न रे होइन ल त तेरो काम गर खतरा जाने अबली चक्यो ड्राइभर डुङ्गा चलाउने ठाउँमा दिने हो कि डुङ्गा चलाउने ठाउँमा दिने हो चलाउने मान्छेलाई उहाँ आउनु उहाँ उयोलाई उयो मान्छे छ त्यहाँ मान्छेलाई तर्किनु गर्नु हामीसँग टाइम छ त टाइम त छ बच्चा तालमा नि बोतलहरू छ के छ हल्ले हल्ले साजना धीरे धीरे बाड्नु बाबुले उता पर्तिर राख्नु त्यहाँ दुईजना बस्नु कस्तो दाजु गएर बस्नु त हजुर हजुर हामी यहाँ बोट चढ्नुला खोइ लोर लगाइसक्यो उनीहरूले भन्छ त्यही त हल्ली त आइस नि त आए खिच्देऊ त बल्ल बोझे लाइफ ज्याकेट किनिदिएको भनेर कहिले यता ढल्किन्छ कहिले उता ढल्किन्छ मन्दिर चाहिँ यहाँ छ अब मन्दिर छिरिन्छ मन्दिर त छिरिन्छ ओ मम्मी डर लाग्छ डर चाहिँ डेन्जर लाग्छ सातो जान्छ भने कहिले कहिले यता लगाइन्छ कहिले उता लगाइन्छ अब यहाँ चाहिँ लाइफ ज्याकेट राख्ने होइन अनि फेरि बसेको डुङ्गा चढ्ने बेला लिएर हिँड्ने जो सातो जान्छ नमिठै सातो जान्छ मारे माथा हट अच्छा उता कहिले यता ढल्किन्छ कहिले उता ढल्किन्छ डुब्नलाई यसो डुब्न अरूको त आधी आधीसम्म माथि हुन्छ नि त गाउँमा हाम्रो त आधी पुरै छिन्या यति बाँकी चाहिँ हजुर हाम्रो टिकट चाहिँ खै त अनि टिकट त त्यसले राख्ने अनि कसरी थाहा हुन्छ हामी कतिखेर जाने भनेर कतिखेर जाने त्यहाँ बस्ने हो मान्छेहरू इकट्ठा हो नि बस्ने मन्दिर छ है फाइनली फोटोसोटो खिच्यो अब भ्यू चाहिँ राम्रो छ यहाँको पानी
यहाँनिर चाहिँ माछाहरू नि हुन्छ सबैलाई थाहा होला के भन्नु अब चाहिँ फर्किन लागेको अब चाहिँ लाइफ ज्याकेट लिने चल्दिने मेरो ज्याकेट जुनसुकै होस् न अन्त कता कस्तो त्यो चाहिँ होला मेरो के हो यही हो जुनसुकै हुन्छ एउटा टिकटक बनाउनु पर्यो भाइ होइन राम्रो आउनु पर्यो भाइ धेरै सातो जान्छु कति कोच्याउ नकोचे नि हुन्छ नि भ्लग बना भाइ हेलो हेलो व्हाट्सअप दिस इज भ्लग भाइ तिम्रो नाम के रे ए मलाई देखाइदियो भाइले त व्हाट्सअप हामी चाहिँ अब चाहिँ होइन अब हामी पारी जाँदैछौँ भाइ मेरो साथमा छ यस्तै छ जिन्दगी आधा घन्टा कुरेर बल्ल बल्ल बोर्ड पाइयो हो कि नै ल चलो है चलो सरर साइली डर लाग्छ त जुदो है बोर्ड जुदो त्यहाँ ठोक्यो फेवाताल गएर आइयो अब डेभिस फल जाने पालो डेभिस फल कहाँ जानु लाग्यो हामी डेभिस फल कसको फल डेभिस फल हो के थाहा त कसको फल आइ गरिदियो है चढियो तर स्कुटी गयो किन सुता बाई अब चाहिँ डेभिस फल जानु लाग्यो हामी होइन अनि त्यहाँ झर्ना छ अरे गएको छैन हामी अहिलेसम्म त्यो भएर म चाहिँ एकचोटि गएको छु दाइ चाहिँ एकचोटि जानुभएको अरे म छैन मम्मीसँग जानु लाग्थेँ गइनँ म आएको डेभिस फल आएको होइन डेभिस फल चाहिँ देखिएन अर्कै गुफा चाहिँ छिरियो होइन भाइ तर छिरे छैन भित्र चाहिँ गइएन बाहिरबाट हेऱ्यो होइन अब चाहिँ जाउँ डेभिस फल लेट्स सी हाउ द डेभिस फल इज होइन के लाग्यो तँलाई डेभिस फल के रे डेभिस फल डेभिस फल हो सही हो अहिले त्यहाँ हेर्नु न के रहेछ भन्नु के डेभिस फल हो के सो डेभिस ओ यो त डेभिस फल कि डेभिस फल हो होइन डेभिस फल डेभिस फल पाताले छाङ्गो पनि भन्दो रहेछ नेपालीमा के भन्दो रहेछ नेपालीमा पातोले छाङ्गो हो सो अब टिकट काउन्टरमा टिकट काट्नु पर्यो नभए छिर्न मिल्दैन टिकट सबैलाई अनिवार्य छ अरे ल अन्धै नेपाली मैले यसो दुईजना कति हो 80 रुपियाँ टिकट आयो दुईजनालाई 20 रुपियाँ पैसा चाहिँ मलाई टिकट नदिए आइजाउँ साउन्ड राम्रै नआउन सक्छ हामीले आफैले देखिरहेको छैनौँ के छ भनेर होइन मैले आफैले देखाएको छैन कति मुनि छ भनेर किनभने अब यो कसले सफा गर्छ यो सफा नगरी त्यहाँ तल केही देखिँदैन
नथिङ टिकट पानीलाई मात्र केही पनि छैन टिकट टिकट मात्रै मात्र गयो दिने हो। कति 40 गयो होइन दुईजनाको अब यताबाट हेरौँ यताबाट जस्ट यो पानी आएको मात्रै देखिन्छ अरू केही पनि छैन यहाँ चाहिँ बरु अलि देखिन्छ त्यही नै पानी मात्रै हो अरू केही पनि देखिँदैन यो त फोटो खिच्न पनि त्यति रमाइलो लाग्नेवाला छैन पोखरा आउँदा यहाँ आउने सोचमा हुन्छ भने चाहिँ म चाहिँ नआउनु नै भन्छु तर अब तपाईँहरूको इच्छा हो घुम्न मन छ अब यसो झरनाको आवाज यो राम्रो छ इन्भाइरोमेन्ट त तर त्यस्तो खासै होइन भ्यालु अफ मनी छैन नेचुरल प्लेसको लागि अनि कहाँ यो 40 त हुँदैन नि सो हामी डेभिस फल आएको होइन डेभिस फल होइन भाइ हो डेभिस फल आएको डेभिस फलमा हामीले राम्रो कुरो देखायो भने यही एउटा हो डस्टबिन अरू केही पनि राम्रो छैन जस्ट वी स डस्टबिन राम्रो अलिकति नत्र अरू केही पनि छैन सबै वेस्ट मनी एकदम वेस्ट होइन तर अलिकति पानी भएको बेलामा आयो भने चाहिँ मेबी केही वर्थ इट हुन्छ पानी नभएको बेलामा आएर डस्टबिन देख्यो त्यति हो त्यही 80 रुपियाँको 80 रुपियाँको डस्टबिन एक दुईवटा फोटो खिचेर अब हामी डेभिस फलबाट निस्क्यौँ है होइन एक्जिट हो यो चाहिँ एन्ट्री सर्भिस छ डेभिस फलबाट आयौँ होइन गुफामा नि यस्तै यो पसलहरू के हो होइन अब बिजनेस बिजनेस होला तर केही पनि त्यस्तो हामीले है नयाँ नौलो केही पनि भेटिएन त्यही बेला जस्तो 150 लेगा रे 150 रुपियाँ लेगा ले इसका एक्टिंग का 150 रुपये यो अब गुप्तेश्वर गुफाको पालो टिकट काउन्टर यहाँ टिकट 100 रुपीज इस पे लिखा ही नहीं मेंशन नहीं किया आपने नेपाली नागरिक विद्यार्थी और इंडियंस ज़्यादा तो हम लोग जा सकते हैं ना अंदर देखने के लिए 100 रुपीज पर पर्सन हाँ नेपाली यही त होइन होला यही त यतैबाट हो निस्किने चाहिँ साइक रहेछ नि दाममा फुल अटोमेटिकमा फुल अटोमेटिक देखाइस् त्यहाँ देखाएन डर लाग्दो चाहिँ छ पुरै तल छ अन्डरग्राउन्ड खतरै छ पुरै तल पाइप लगाएर पानी चुहाएको हो कि आएको पुरै आएको पाइप छ पानी टप चिन्दो रहेछ नुडी जाने ठाउँ छ के हो यार लाग्दो त खतरा चल भगवान मोबाइल चलाउने यो डेन्जरस डेभिस फलको पानी यहीँ आउँदो रहेछ भनेपछि होइन डेभिस फलको पानी यहीँ आउँदो रहेछ यही हो के हो उल्ली तर स्केरी चाहिँ छ
अलि मेरो यहाँ चाहिँ हर्टबिटै कस्तो भइसक्यो ऱ्यापिड चल्न थालिसक्यो अनि फुल के हो त सक्दैन कति डर लाग्यो यार त्यहाँनिर मूर्तिहरू छ हेर्न चाहिँ जाने तलतिर होइन जाउँ भने अब भर्या यार यो रमाइलो छ ओ त्यहाँनिर चाहिँ खबर त्यस्तो राम्रो देखिँदैन देख्न चाहिँ ढुङ्गाबाट चाहिँ पानी तप्चिरहँदो रहेछ है ननस्टप वाटर फ्लो जाउँ ल अब हामी फर्केको होइन अब हामी फर्केको सारङकोट गइन्छ कि गइँदैन थाहा छैन आज गइ नसक्छ सारङकोट चाहिँ सारङकोट नि जाने विचारमा छौँ होइन दर्शनको लागि मन्दिर छ नि त त्यहाँ अनि जाने भन्ने सोचमा छौँ जान्छौँ कि जाँदैनौँ चाहिँ अब थाहा हुन्छ अब घर पुगेपछि नै थाहा हुन्छ त्यो चाहिँ फ्यामिलीसँग जाने हो नि त अनि त्यही भएर आयो ल जाउँ स्टे ट्युन्ड है हामी चाहिँ अब घरबाट निस्किन लागेको सारङकोटको लागि होइन हिजो नि गएको थियौँ जानु चाहिँ तर आज हिजो अलि अँध्यारो भयो कि हामीले नि खासै हेर्न पाएनौँ अनि आज नि जानु लाग्यो कि हिजो फ्यामिलीसँग गएको थियौँ अनि आज चाहिँ 2 जना माथि जानु लाग्यो होइन यहाँ पनि चाहिँ फेरि बाई बाई अब बाई बाई हामी चाहिँ अब यताबाट गएको थियो नि हो आज चाहिँ केवल कार चढेर जाने त होइन लिएर त्यो रोड होइन अनि केवल रमाइलो हुन्छ क्या रोडै हेर्न पाइँदैन भ्यूै हुँदैन फोटै हुँदैन अनि त्यही हो भाइ टिका लगाएर टक्क हामी जाँदा होइन टक्क हामी चाहिँ सारङकोट आइपुग्यो है अनि यहाँबाट भ्यू चाहिँ यस्तो छ पानी पर्नु लागेको छ तर अब पर्छ कि पर्दैन होला पर्छ जस्तो छ पानी चाहिँ अनि अब पानी पऱ्यो भने चाहिँ गाह्रै पर्छ हामीलाई अब टाढा छ नि त यहाँबाट धेरै नजिक छैन 8-9 किलोमिटर छ 10 किलोमिटर जति होला 20 मिनट जति लाग्छ अनि त्यही भएर हो तर ओह्रालो हो त्यस्तो टाइम त लाग्दैन जे भयो पानी पर्यो भने फेरि अहिले पानी पर्यो भने त अर्को बिल्लायो हुन्छ नि त अब यहाँनिर 1-2टा फोटोसोटो खिच्ने अनि जाने त्यस्तो केही त के भन्नु अब भ्यू चाहिँ राम्रो छ राम्रो के भन्नु खतरै छ भ्यू त अनि नेटवर्क छ के देखाउने त यहाँ टावर छ त्यही हो पानी पर्नु लागेको छ अब पानी चाहिँ नपऱ्यो भने थियो कि भोलिसम्म भोलि बेलुकासम्म घर पुगेपछि आनन्द अब भोलि घर फर्किने अब ऊ त यहाँको लोकलको मान्छे होइन हो कि होइन यहाँको लोकल हिन्दीमै हो नि त्यही हो अनि यहाँनिर चाहिँ टक्क मन्दिर छ है अझ गणेश भगवान्को मूर्ति पनि छ ठुलो टक्क 5वटा टाउको छ भगवान्को है त्यही हो मूर्ति चाहिँ अनि अब खतरा जो मूर्ति नि ठुलो राम्रो छ अब टावर चढ्ने पालो है यो चाहिँ टावर छ अनि टक्क हामी चाहिँ गणेश भगवान्को पछाडि छौँ अनि पानी परिरहेको छ है चढ्ने मुनिको घोप्रो पनि भिजिसक्यो तर अब हामी टक्क यहाँ चढ्न लाग्यो है
यस्तो छ भ्यू चाहिँ यहाँबाट पनि भ्यू राम्रो छ यहाँनिर कस्तो मतलब ब्युटिफुल ओहो जाडो भयो गर्मी हुन्छ भनेर यति मात्र लगाएर आएको हाफ सर्ट लगाएर आएको है टी सर्ट लगाएर आएको जाडो पो हुन थाल्यो त ओहो चट्याङ्गी पर्न थालेछ है देखेन राम्रोसँग होइन चट्याङ्गी पर्न थालेछ यार यतातिर देखाइरह्यो भने अर्को नि पर्ला कस्तो जाडो भइरहेछ नि होइन पानी नि यो मौसमै कस्तो खराब छ उताबाट त कस्तो ठुलो पानी परिरहेको छ है उता हेर्नु सक्नुहुन्छ देख्न सक्नुहुन्छ है पानी चाहिँ ठुलै परेको छ यतातिर त्यस्तो गराएन यता बादल होइन यतातिर हावा चाहिँ फेरि कडक लाग्छ है सारङकोट घुम्न भनेर आउने पानी पो पर्यो त जाडो नि अति तर यहाँ तल बरु अलिक तातै छ बाहिर हावामा त कस्तो चिसो चिसो पानी टुप्लुक्क हात हालेर के हुन्छ होला के हुन्छ हात हाल्दै हेर्नुपर्छ अब हार त जाडो भएको बस्नु पायो म अहिले रिग्रेट गर्छु कि फेरि बादल त्यतिखेर लागेको थिएन कि 4 बजी हिँडेको अहिले भयो 3 बजी हिँडेको त हो 3 बजी हिँडेको 5 बजी ल 5 याद देखेको छैन होला देखिन्छ 3 बजे 3:30 तिर हिँडेको त हो हामी अनि 4 बजे आउनलाई 4 बजिहाल्यो त्यतिखेरसम्म त आधी घन्टामा त बादल सादल सबै ल्याएर कस्तो चिसो भएको लक नजुरे लकरन्छ अब भोलि घर जाने हो त्यो भएर आएको आज अब चाहिँ हामी भर्खरबाट निस्किनु लाग्यो होइन बिहान 5 कति बज्यो के अरे 6 बजे होइन अब 6:20-6:36सम्ममा गाडी हिँड्छ अनि बिहानको मौसम छ चिसी छ दाइलाई चाहिँ जाडो भएन अरे फेरि यो WhatsApp माइक चेक त्यही हो मलाई चाहिँ थुप्रै जाडो घाम नि लाग्नु रहेछ बिहानसम्म चाहिँ अँध्यारै थियो पुरै अहिले चाहिँ घाम लाग्नु थाल्छ सो अब गाडी चढिन्छ टक्क अनि बनेपा गइन्छ काठमाडौँ त्यहाँबाट अर्को गाडी चढेर बनेपा हामी चाहिँ पोखराबाट फर्किसक्यौँ होइन अनि काठमाडौँ आइपुगिसक्यौँ यहाँनिर चाहिँ एयरपोर्ट छ कोटेश्वर आइपुग्यौँ अब बनेपा जाने पालो यहाँनिर झोला छ यहाँनिर झोला छ जाँदाखेरि एउटा आउँदाखेरि 2टा झोला भयो गाह्रो छ म त हेर साइलिरीमै गाउँबाट आएको देख्या थिएन केटीले पाइन्ट लाएको